60 दिन को भिजा आयो भने के गर्छौ त? के अरे 60 दिनको भिजा आयो भने के गर्छौ? दिमाग भिजा सकिन लागेकोले 3 हप्ता अगाडि नागोया इमिग्रेसनमा भिजा एक्सटेन्सनको लागि भनेर एप्लाई गरेको थियौँ हामीले। ठ्याक्कै बसबाट झरेर हामी नागोया इमिग्रेसन अफिस छिर्दैछौँ र आज त्यो भिजा एप्लिकेसनको रेस्पोन्स आएको छ र हामी भिजा अपडेट गर्नलाई आज फेरि नागोया इमिग्रेसन ब्युरो जाँदैछौँ। हे गाइस, वेलकम टु द च्यानल। आज चाहिँ हामी नागोया इमिग्रेसन गइरहेछौँ होइन। हाम्रो भिजाको रिजल्ट आएछ आज, अनि भिजा लिन आउनु भनेर 24 तारिकसम्मको डेडलाइन दिएको छ। आज 21 तारिक हो होइन। 2-4 दिन अगाडि गइरहेछौँ हामी भिजा लिएर। नभए चाहिँ अरू दिन त खुल्दैन नि त, शनिबार आइतबार त खुल्दैन इमिग्रेसन। आज शुक्रबार हो, भिजा लिएर अनि हामी इमिग्रेसन गइरहेछौँ। र इमिग्रेसन मात्रै होइन, हाम्रो अरू काम पनि छ आज। त्यो भिजा आइसकेपछि त्यसलाई सिआइक्युसीमा गएर माई नम्बर कार्ड पनि अपडेट गर्नुपर्छ, प्लस ब्याङ्कमा गएर पनि जाइरो कार्डको इन्फर्मेसन अपडेट गराउनुपर्छ। त्यो दुईवटा काम पनि छ। अनि फेरि नागोया इमिग्रेसन भनेको नागोया पोर्ट छेउमा छ। इनुवामा सिटी जानु पऱ्यो, फेरि यहाँ ब्याङ्क जानु पऱ्यो। ठाउँ फरक भएकोले अलिक बेसी टाइम लाग्छ, तर काम चाहिँ त्यति लामो टाइमको होइन। 60 दिनको भिजा आयो भने के गर्छौ त? के अरे 60 दिनको भिजा आयो भने के गर्छौ? दिमाग म त प्याकिङ सुरु गर्छु। प्याक गर्न टाइम लाग्छ नि त। 60 दिन त लागिहाल्छ नि। डुल्न बाँकी काहीँ छ भने डुलिहाल्ने अनि जाने घर होइन। घुम्न कहाँ जाने अब 60 दिनको भिजा त अब लास्ट अब कहाँ आइन्छ फेरि। 60 दिनको भिजा दिँदैन। गाइज हाम्रो बस आइसकेको छ। हामी स्टेसन तर झरेका छौँ होइन। लाइन बसेका छौँ यहाँ पुरै। मान्छे चढ्ने खान आँट्छौँ कि आँट्दैनौँ हामी, हेरौँ। गाइज हाम्रो बस चाहिँ उल्टो डिरेक्सनमा गयो। अलिकति चाहिँ अब हिँडिरहेको छौँ हामी झरेर। त्यो बाटो जानुपर्ने गएन त्यो, खोइ किन हो। म्यापमा त त्यही देखाइरहेको थियो। उसले डिरेक्सन चेन्ज गऱ्यो अनि हामी अर्को स्टेसन झरेर अब इमिग्रेसनतिर हिँड्दै जाँदैछौँ। यही त लक्षण हो 60 दिनको भिजा आउने। गाडी पराउति लगाइरहेको प्याक गर्न सुरु गर्ने होला नि, भ्याइदिएन फेरि। आसी त जान्छु भन्दै त हामी सुरुमा जाने भयौँ नि त। ठिकै छ, राख्दैन भने त जाने नि, के छ र। गाइज हामी इमिग्रेसनतर्फ हिँड्दै जाँदैछौँ। गाइज रेस त इमिग्रेसन होइन, अब भित्र जाने, भित्र गएर अनि आफ्नो डकुमेन्ट देखाउने, एउटा 6000को टिकट लिने र अनि भिजा लिएर जाने। विश्वासको पनि 3 वर्ष, मेरो पनि 3 वर्षको भिजा आएको छ होइन। 60 दिनको आएको भए चाहिँ प्याक गर्नेवाला थियो। 3 वर्षसम्म त भाडा माजेर पनि बस्नु पाइन्छ। गाइज हाम्रो इमिग्रेसनको काम सकिसकेको छ। अब हामी इन्युवामा म्युनिसिपालिटी अफिस जाँदैछौँ होइन। त्यहाँ गएर चाहिँ हाम्रो माई नम्बर कार्ड यहाँको प्यान कार्ड जस्तो होइन, प्यान कार्डमा पिरियड अफ स्टे एक्सटेन्ड गराउनु छ होइन। त्यो अपडेट गराएर त्यसपछि हामी ब्याङ्क जान्छौँ। ब्याङ्क चाहिँ हामी बसेको ठाउँ नजिकै छ, त्यहाँ गएर अनि त्यहाँ पनि आफ्नो जाइरो कार्ड र माई नम्बर कार्डको डिटेल अपडेट गराएर अनि मात्रै हामी रुम फर्किन्छौँ। Are you still married to that dentist? Cut your teeth on play pretend I'm all of it. Baptize your boredom in Chardonnay. Your timeline's a mausoleum lined with soft-spoken lies. No light left to see 'em, but at least you look alive. I think my smartphone keeps making me stupid. Yeah, that son of a gun's got a grip like a vice on me. Honey, don't know how you do it. Smile for the camera like you're on TV. गाइज हामी इन्युवा पुग्यौँ होइन। अब चाहिँ यहाँको सिआइक्युसी गएर माई नम्बर कार्डको डाटा अपडेट गरेर अनि हामी हाम्रो बस्ने ठाउँ जान्छौँ। त्यहाँनिर चाहिँ ब्याङ्कमा गएर ब्याङ्कमा पनि इन्फर्मेसन अपडेट गराएर त्यसपछि चाहिँ रुम फर्किन्छौँ। अनि चाहिँ हाम्रो आजको दिन बल्ल बल्ल सकिन्छ। काम त खासै होइन, ट्राभल चाहिँ धेरै गर्नुपर्ने हो कि खासमा। समस्या चाहिँ त्यो छ। के जस्तो विश्वास
1095 दिनको भिजा आज उसको 1095 दिनको भिजामा के गर्न चाहन्छौ त अब म त रिल्याक्स भएर सुत्ने होला नि त हो त 1095 दिन त मलाई जापानले निकाल्न सक्दैन अब कम्प्लेन निकालिदिन्छ होला कम्पनीले त निकाल्न सक्छ जापानले चाहिँ ननिकाल्ने भयो तँलाई आज म राख्ने भयो भनेर आज मलाई कन्फर्मेसन दिइसक्यो हामीलाई होइन अगाडि चाहिँ हामी इनुयामाको सियाकुसो जाँदैछौँ होइन सियाकुसो भनेको म्युनिसिपल अफिस वडा कार्यालय भनौँ न नेपालमा भन्दा भाषा पनि कति थोक छ यार एउटै चिजलाई 4-5वटा शब्दमा याद गरे हामीले अनि ग्राम पञ्चायत हिन्दी पनि थाहा छ हामीलाई ग्राम पञ्चायत नेपालीमा भन्यो भने वडा कार्यालय अनि इङ्ग्लिसमा भन्यो भने म्युनिसिपल अफिस जापानिजमा भन्नु पऱ्यो भने सियाकुसो अनि यति धेरै पढेपछि कसरी आउँछ त यार अनि जान्नु पनि के पर्ने हो हामीले छ गाह्रो छ यार गाइस सिनेमाको काम सक्यो माई नम्बर कार्डको नम्बर बिर्साएर छु मैले एकछिन टाइम लाग्यो त्यही भएर नभए चाहिँ अरू त खासै 10 मिनट जतिमा काम सकिहाल्थ्यो 15 मिनट लाग्यो त्यही भएर माई नम्बर कार्डको नम्बर अपडेट गर्नु पऱ्यो भएको नेपाल भएको आज हाम्रो दिन एक दिनमा 3टा अफिस बेग्लै नेपालमा काम हुन्छ कहाँ हुन्छ एउटै अफिसको 2 चोटि बोलाउँछ 4 चोटि मलाई मङ्गलबार बोलाइसक्थ्यो हो नेपालमा भएको है मङ्गलबार आउनुहोस् तपाईँ सोमबार बिदा छ भनेर त्यसपछि अब हामी काकुडेन गइरहेछौँ काकुडेन गएर ब्याङ्कमा जान्छौँ ब्याङ्कमा पनि फर्म भरेर नम्बर अपडेट गरेर अनि रुम फर्किन्छौँ हामी आज सो गाइज हामी चाहिँ ब्याङ्क पनि गर काम सकेर एउटा मुभी हेर्नुपर्छ भन्दा पग्ला त्यहाँभित्र गएको फर्म भर्न गाइडलाइन कुन भाषामा चाहिन्छ भन नेपालीमा दियो सुरुमा नेपाली पढ्छौँ नेपाली झन् आउँदैन अस्थायी बसोबासको स्थान भन्छ के भन्छ अनि त्यो सकेर अनि इङ्ग्लिस माग्यो भने इङ्ग्लिस दियो अनि हामी बोलिरहेछौँ नेपाली पढिरहेछौँ इङ्ग्लिस लेखिरहेछौँ जापानिज लास्ट चाहिँ फनी भइरहेको थियो फर्म भर्न चाहिँ अलिक टाइम लाग्यो त्यही भएर तर ठिकै छ भरियो एकछिनमा आज हामीले बिहानदेखि बिहान गयौँ भिजा लियौँ भिजाबाट एउटा सिटी अर्को सिटी गयौँ त्यहाँ गएर जाइरो कार्ड अपडेट गऱ्यौँ र ब्याङ्क आएर यो पनि गऱ्यौँ यो गरिसक्दाखेरि पनि हाम्रो 3 बजे आएन हामी 9 बजे निस्केको 9 बजे निस्केको यति काम सकेर यति ट्राभल गरेर यति सक्दाखेरि पनि 4 बजिसक्यो आएन कि अहिलेसम्म अझै पनि हामी 3-4वटा काम अझै भ्याउँछौँ भने चाहिँ यति एफिसियन्ट चाहिँ हुनु पऱ्यो क्या यति एफिसियन्ट सिस्टम भयो भने पो अनि पो मान्छेहरूलाई दुःख हुँदैन काम गर्न सजिलो हुन्छ नेपालमा एउटा काम गर्नलाई दिनभरि लगाएको छ र पनि काम हुँदैन सरकारी छोरा टिभीको काम गर्छ बिजोक छ यो चाहिँ चेन्ज गर्नु पऱ्यो क्या अबको नयाँ सरकारले चाहिँ चेन्ज गर्नु पऱ्यो हामी चाहिँ अब रुम गइरहेछौँ आजको दिन एकदम लामो थियो तर सबै काम सक्यो त्यसको लागि चाहिँ खुसी छौँ 2:30 मात्रै बज्दैछ अहिले हामीलाई गाइज द्याट्स अल फर टुडे थ्याङ्क यू गाइज फर वाचिङ विल सी यू इन द नेक्स्ट ब्लग बाई गाइज